हे गाइज यो भिडियोमा चाहिँ म तपाईहरुलाई मोटिभेसन र इन्स्पिरेसनको डिफरेन्सेस के हुन्छ यो कुराहरु म बताउँछु तपाईहरुलाई। सो obviously मोटिभेसन र इन्स्पिरेसन भनेर तपाईले धेरै सुन्नु भएको होला। मोटिभेसन 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 हामीलाई मोटिभेसन चाहिन्छ, हामीलाई इन्स्पिरेसन चाहिन्छ भनेर। बट यो वर्ड सुन्दाखेरि उस्तै लाग्छ, बट यसमा यो वर्डको जुन मिनिङ चाहिँ डिफरेन्ट चाहिँ छ। किन भन्दाखेरि चाहिँ मोटिभेसन भनेको छुट्टै एउटा यसको छुट्टै मिनिङ छ र इन्स्पिरेसन भने obviously यो दुईटै चाहिँ एउटा पोजिटिभ अप्टिमिस्टिक वेमै पोर्ट्रे गर्छ यो दुईटै वर्ड हैन। बट मोटिभेसन भनेर इन्स्पिरेसनमा फरक चाहिँ छ। सो के छ भन्दाखेरि चाहिँ मतलब सबै कुराहरु मलाई याद चाहिँ हुँदैन, बट म अलिकति यहाँ डिटेल चाहिँ यताबाट रेफरेन्स लिएर चाहिँ म तपाईहरुलाई भन्छु। सो मोटिभेसन भन्नु पर्दाखेरि चाहिँ खासमा मोटिभेसन चाहिँ कस्तो हुन्छ भन्दाखेरि सर्ट पिरियड अफ टाइमको लागि हुन्छ हैन। सो इन्स्पिरेसन भन्ने चाहिँ हामीले मान्छेबाट इन्स्पायर भएर चाहिँ हामी त्यो जस्तो चाहिँ अस्पायर हुन खोज्छौं के। जस्तै इन्स्पिरेसन लिने भनेको चाहिँ जस्तै कोही मान्छे एकदमै स्ट्रगल फेजबाट चाहिँ सक्सेसको पाथसम्म पुग्यो भने चाहिँ त्यहाँबाट हामीले इन्स्पिरेसन लिन्छौं भने मोटिभेसन पनि हामीले त्यस्तैबाट नै लिन्छौं। त्यो मोटिभेसन भने चाहिँ हामीले जस्तै अब कोही मान्छे भनौं न स्ट्रगल फेजमै छ भने हैन, कोही मान्छेले एकदमै हार्ड वर्क गरिरहेछ भने त्यहाँबाट हामीले कहिलेकाहीँ अब हामी कस्तो हुन्छ भन्दाखेरि चाहिँ हामी चाहिँ जस्तै अब हाम्रो लाइफ टफ छ जस्तो लाग्छ, बट कम्पेरेटिभली यसो अरूको लाइफहरुलाई झाकेर हेर्ने हो भने हाम्रो लाइफ त्यस्तो टफ देखिदैन र नि हामीले त्यहाँबाट नै मोटिभेसन लिइरा हुन्छ के। सो मोटिभेसन र इन्स्पिरेसनको मिनिङ लको उस्तै सिमिलरिटी छ, बट डिफरेन्स छ। अब जस्तै मैले भने जस्तै त्यही हो, दुईटै कुराले चाहिँ तपाईलाई के गर्छु भन्ने एउटा ऊर्जा दिन्छ, एउटा इन्थुजियाजम, एउटा तपाईलाई भनौं न एनर्जी दिन्छ हैन, एउटा जोश जागर दिन्छ हैन, के गर्छु भन्ने एउटा तपाईलाई यसले पुश गर्छ भनौं न। बट त्यही हो, यसले तर एकदमै डिफरेन्ट तरिकाले चाहिँ डिफरेन्ट वेमा चाहिँ काम गर्छ यसले चाहिँ, बट यसले डिफरेन्ट वेमा काम गर्छ। जस्तै मैले भने जस्तै मोटिभेसन भनेको चाहिँ कस्तो भन्दाखेरि तपाईलाई त्यही हो पुश गर्नको लागि होस् या तपाईलाई पनि एक्सन लिनको लागि चाहिँ तपाईलाई यसले ड्राइभ गर्छ या पुश गर्छ भनौं न हैन। सो यु गेट द पोइन्ट हैन यसको भने के हो भनेर। जुन चाहिँ अब जस्तै तपाईलाई भनौं न तपाईको गोलमा तपाईलाई काम गर्नु छ, तपाईको गोलको लागि हार्ड वर्क गर्नु छ भने यसले मोटिभेसन फेरि अर्को कुरा के छ भने एकदम सर्ट पिरियड अफ टाइमको लागि हुन्छ के। अनि म चाहिँ रादर देन मोटिभेसन obviously यो मोटिभेसन र इन्स्पिरेसनको टपिक हो कि, बट त्यही पनि म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ मोटिभेसन भन्दा पनि हैन, मोटिभेसन डजन्ट कम एभ्री डे विथ योर मतलब विथ द वर्ड अर विथ द भिडियो अथवा अरूले भनेर हुँदैन। मोटिभेसन आफैमा आउनुपर्छ र बट म चाहिँ के भन्छ मोटिभेसन भन्दा पनि आई बिलिभ इन कन्सिस्टेन्सी एन्ड डिसिप्लिन के। सो यो कुराले चाहिँ हामीलाई अलिकति लङ रनको लागि लङ पिरियड अफ टाइमसम्मलाई चाहिँ यसैले नै हामीलाई भनौं न हामीलाई बेटर बनाउँछ जस्तो लाग्छ, हामीलाई डेभलप गर्छ जस्तो लाग्छ पर्सनल वाइज या अथवा प्रोफेसनल वाइज हैन। सो आई थिंक यो कुरा म्याटर गर्छ र त्यही हो मोटिभेसन भने त्यही हो। अब यदि तपाईलाई एकदम डिफिकल्टिज हार्ड छ भने पनि कहिलेकाहीँ मोटिभेसनले गरेर नि तपाईलाई अगाडि बढाउन हेल्प गर्छ। अब यो त्यही मैले भने छ, अब यो कहाँबाट आउँछ भन्दाखेरि चाहिँ जस्तै अब हाम्रो चाहनाबाट हैन, हाम्रो डिजायरबाट अथवा हाम्रो रिवार्डबाट पनि आउँछ। जस्तै अब मैले केही काम गरे भने मलाई केही त्यसको रिवार्ड आयो, मलाई पैसा आयो, मलाई प्राइज आयो भने obviously म त्यो एज अ मोटिभेसनको रूपमा म त्यो काम गर्छु नि त हैन र। सो या दैट इज जस्ट लाइक मैले भने जस्तै मनी सक्सेस जति पनि पर्सनल सेटिस्फ्याक्सनहरु हुन्छ, सो त्यो कुराले नि मोटिभेसन गर्छ। अब यो कस्तो हामीलाई फिल कस्तो गराउँछ त्यसले हैन, मतलब हाउ वी फिल भनौं न, हाउ इट फिल्स अथवा हाउ वी फिल अबाउट मोटिभेसन भनौं। अब इट्स मोर प्र्याक्टिकल हैन, यो एकदम अलि प्र्याक्टिकल र फोकस्ड कुरामा चाहिँ अलि बढी त्यो कुरामा चाहिँ बढी उ छ भनौं न, त्यो कुरामा चाहिँ बढी फोकस्ड मतलब यो कुरा चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ मोर लाइकली अब आफूलाई प्र्याक्टिकल अथवा फोकस्ड बनाउन मलाई चाहिँ उ गर्छ हैन। त्यो कुरा बनाउनको लागि चाहिँ आफूलाई यसले मद्दत पुर्याउँछ, बाध्य पुर्याउँछ भनौं न, बाध्य नभनौं हामीलाई मद्दत पुर्याउँछ भनौं न। सो अनि तपाईलाई यो हो अलिकति डिटर्मिनेसन
अलिकति डिसिप्लिन पनि फिल गराउँछ यसले हैन। सो बट या मोटिभेसन त्यही अलि सर्ट पिरियड अफ टाइमको लागि मात्र हुन्छ। सो इन अर्डर टु मैले भनिहालेँ अघि नै हैन। सो त्यही हो, जस्तै तपाईँलाई एउटा इक्जाम्पल दिउँ न मोटिभेसनको। जस्तै तपाईँलाई चाहिँ पढ्नको लागि चाहिँ मोटिभेसन मिलिरहेको छैन, तर अब एक्जामको लागि भनौँ न, एक्जामको लागि चाहिँ पढ्नको लागि मोटिभेसन कसरी मिल्छ भन्दाखेरि चाहिँ तपाईँलाई एक्जाममा पढ्नको लागि मोटिभेसन कसरी मिल्छ, किन मिल्छ भन्दाखेरि चाहिँ किन भन्दाखेरि मेरो एक्जाममा राम्रो मार्क्स आउँछ र मतलब मेरो नम्बर ग्रेड्स राम्रो आउँछ भनेर तपाईँहरूले त्यसको लागि पढ्नुहुन्छ। सो त्यो एउटा मोटिभेसन हो। सो त्यो एउटा इक्जाम्पल हो, एउटा एनालोजी दिएको। जस्तै इन्सपिरेसनको कुरा गर्नु पर्दाखेरि चाहिँ जस्तै इन्सपिरेसन मिनिङ जस्तो लाग्छ सिमिलरिटिज छ जस्तो लाग्छ यो वर्डमा शब्दमा, तर मिनिङ अलिकति डिफ्रेन्ट छ। जस्तै अब इन्सपिरेसन भनेको चाहिँ तपाईँको एउटा स्पार्क हो क्या, एउटा झल्को हो क्या, एउटा झलक्क हो क्या, जुन चाहिँ तपाईँलाई भनौँ न केही सेम त्यही हो। तपाईँलाई केही गर्नको लागि चाहिँ यसले भनौँ न चाहना दिलाउँछ क्या यसले। इट्स लाइक लाइट बल्ब मोमेन्ट द्याट एक्साइट यु भन्नु खोजेको के भन्दाखेरि जस्तै बत्ती झ्याप्प बल्छ अनि झसक्क आफूले केही हुन्छ नि, झसङ्ग हुन्छ नि, हो त्यस्तै के। मतलब तपाईँको एउटा ब्रेन होस् या मनभित्र चाहिँ तपाईँलाई एउटा लाइट बल्ब जसरी एउटा मोमेन्ट, एउटा अब पल, एउटा लाइट बल्ब मोमेन्ट भनेपछि एउटा जुन बत्तीको पल जस्तै तपाईँलाई एक्साइट गर्छ कि यसले। अनि त्यसपछि सो कुरा के छ भन्दाखेरि चाहिँ अब यो कहाँबाट आउँछ, कसरी आउँछ भन्दाखेरि त्यही हो, इट युजली कम फ्रम आउटसाइड, बाहिरबाट कसैको सक्सेस देखेर हामीले चाहिँ इन्सपिरेसन लिन्छौँ। जस्तै अब कुनै राम्रो अब जस्तै कसैको जीवनको कथा सुनेर हैन, त्यति स्ट्रगल, त्यति हार्ड लाइफ भएर पनि यति टफ टाइममा नि उसले यसरी गर्न सक्यो भने चाहिँ सुन्दाखेरि हामीले कति धेरै इन्सपिरेसन लिन्छ। ओहो हामीले पनि त गर्न सक्छौँ भन्ने एउटा इन्सपिरेसन हुन्छ नि त। जस्तै अब के चाहिँ अब कोही मान्छे अब भेटिन्छ नि त्यस्तै खालको जसले चाहिँ हामीलाई इन्सपायर गर्छ, त्यस्तोबाट नि वी गेट टु इन्सपायर भनौँ न। सो अब यसले कस्तो फिल गराउँछ त हामीलाई, जस्तै अब इट्स मोर काइन्ड अफ इमोसनल र अपलिफ्टिङ हैन। जस्तै अब हामीलाई अलिकति इमोसनली कनेक्ट गराउन सिकाउँछ हैन, अपलिफ्ट गराउन, अब चाहिँ हामीलाई अझै बेटर बनाउन सिकाउँछ हैन। अनि त्यही हो, तपाईँ अलिकति एक्साइट फिलिङ, तपाईँलाई अलिकति एक्साइट महसुस हुन्छ, एक्साइटेड, तपाईँलाई अलिकति मुभ अथवा इनर्जाइज गर्नको लागि। सो यो कुराहरू छ हैन। जस्तै एक्जाम्पल अब तपाईँ मानौँ न तपाईँ इन्सपायर हुनुभयो जस्तै केबाट, जस्तै मानौँ तपाईँले एउटा मुभी हेर्नुभयो हैन। सो एउटा मुभी हेरेर चाहिँ तपाईँले जस्तै अब त्यो मुभी हेरेर चाहिँ तपाईँले त्यो एकदमै खतरा लाग्यो, राम्रो लाग्यो। लास्ट नाइट मैले एउटा वेब स्ल्यास भन्ने मुभी हेरेको थिएँ। आई थिङ्क द्याट वाज एन लास्ट नाइट हो कि मतलब हिजो कि अस्तिको दिन कहिले बेलुका मैले हेरेको थिएँ वेब स्ल्यास। जस्तै मुभीहरूबाट पनि इन्सपिरेसन मोटिभेसन हुन्छ क्या। जस्तै वेब स्ल्यास मुभी मलाई एकदम लागेको थियो, ड्रमरको एउटा मोटिभेसन काइन्ड अफ आफ्नो प्यासनलाई कसरी। एउटा कुरा के छ भने प्यासन भने यो हो कि जस्तै प्यासन इज नट समथिङ द्याट यु हेभ फन एभ्री डे विथ rather than it will torture you to the excellent. So that is a thing. मतलब प्यासन भने तपाईँलाई भन्छ नि, मतलब आफू केही कुरामा प्यासन छ भने आफू त्यो कुरामा एकदमै त्यो कुरा एकदमै रमाइलो लाग्छ, आफ्नो त्यो काम एकदमै आफूलाई मनोरञ्जन लाग्छ, एकदमै इन्टरटेन लाग्छ। बट त्यो कुरा होइन क्या, त्यो द्याट इज नट अ राइट थिङ टु, मतलब त्यो जसै तरिकाले पोर्ट्रे गरिरहेछ, मतलब त्यो वर्डलाई त्यो जसरी न्यारेटेड गरेछ नि, इट्स नट लाइक द्याट काइन्ड अफ थिङ है। मतलब प्यासन इज, मैले भने जस्तै होइन, प्यासन इज नट समथिङ द्याट यु हेभ फन एभ्री डे विथ रादर देन इट विल टर्चर यु टु द एक्सिलेन्ट। तपाईँलाई एक्सिलेन्टको तर्फतिर तपाईँलाई त्यसले ऊ गर्छ। त्यही भएर वेब स्ल्यास मुभी हेर्नु भन्नु खोजेको मैले। वेब स्ल्यासमा त्यस्तै छ क्या, काइन्ड अफ उसले ही वान्ट टु बी वान अफ द ग्रेटेस्ट ड्रमर भनेर, मतलब काइन्ड अफ यो मुभी हेर्नु भने वेब स्ल्यास है। अहिले सर्च गरेँ 2014 को मुभी हो होइन। अब मैले पनि पहिला त हेरेँ होइन, अब त्यो बेला त म बुझ्दा पनि बुझ्दैन थिएँ, त्यो बेला टिनेजरको बेला के बुझिन्थ्यो अरे यस्तो इन्सपिरेसनल मुभीहरू। जब अलिकति सर्टेन एज हिट हुन्छ नि, त्यसपछि यस्तो इन्सपिरेसनल मुभीहरू जुन कुराले मोटिभेसन गर्छ, यो कुराहरू, यो यस्तो मुभीहरू चाहिँ हामीलाई हेर्न मन लाग्छ क्या, टु गेट टु मोटिभेट, टु गेट टु इन्सपायर होइन।
सो या अब यही कुराहरू छ हैन अब होप यु गाइज गेट द डिफरेन्सेस है सो जस्तै मैले त्यही भने हैन जस्तै अब कसैको तपाईले एकदमै कोही हुन्छ नि स्पिच एकदम पावरफुल स्पिच दिन्छ नि त्यहाँबाट नै हामीले इन्स्पिरेसन सिक्छ जस्तै अब हुन्छ नि कोही मान्छेहरू एकदम पब्लिक स्पिकरहरू जो चाहिँ एकदमै राम्रो तरिकाले एकदमै हुन्छ नि अथेन्टिक तरिकाले होस् या अब एकदमै उसको त्यो जुन वर्डहरू चाहिँ एकदमै पावरफुल हुन्छ नि हो त्यस्तो स्पिच सुन्दाखेरि पनि हामीलाई इन्स्पायर फिल हुन्छ नि हो त्यो कुराले नि हुन्छ सो अब के डिफरेन्सेस चाहिँ के छ भन्दाखेरि चाहिँ जस्तै अब यिनीहरुमा मतलब डिफरेन्सेस चाहिँ के छ त जस्तै मोटिभेसन भनेको एउटा एफोर्ट र रिजनको कुरा भयो हैन मतलब अझै हामीलाई गइरहनुको लागि अझै हाम्रो जिन्दगीमा अगाडि बढिरहनुको लागि अझै त्यो कुरा गरिरहनुको लागि हो भने चाहिँ मतलब किन भन्ने कुरा आउँछ के मोटिभेसनमा चाहिँ इन्स्पिरेसन चाहिँ अब एउटा त्यही हो एउटा झल्को एउटा छिर्को हैन अथवा एउटा चाहिँ आइडिया जुन चाहिँ भनौं न तपाईलाई चाहिँ सुरुवात गर्नको लागि चाहिँ यसले एउटा इन्टेन्सिटी दिन्छ भनौं न मतलब यदि मतलब भनौं न के यदि यस्तो भयो भने भन्ने जस्तो कुरा हुन्छ व्हाट इफ जस्तो थट आउँछ भनौं न सो अब यो कसरी काम गर्छ यो दुईटा जस्तै अब इन्स्पिरेसनले जस्तै तपाईको आगो बाल्दिन्छ भने मतलब तपाईले यसले एउटा होप एउटा आइडिया एउटा ड्रीम दिन्छ भने तपाईलाई एउटा आशा दिन्छ एउटा तपाईलाई एउटा आइडिया दिन्छ नलेज नभनौं आइडिया दिन्छ तपाईलाई सोच दिन्छ एउटा तपाईको एउटा सपना तपाईले मतलब देख्नुहुन्छ भने मोटिभेसनले चाहिँ त्यो आगोलाई बालिरहने काम गर्छ क्या इन्स्पिरेसनले त्यो आगो बाल्न सुरुवात गर्छौं भने मोटिभेसनले चाहिँ तपाईलाई त्यो के भन्छ आगोलाई बलाइरहने काम गराउँछ क्या सो इन अ वे मतलब यो दुईटै कुरा चाहिँ हाम्रो लागि इम्पोर्टेन्ट छ जस्तो लाग्छ क्या बेला बेलामा कहिलेकाहीँ म डिमोटिभेट हुन्छु डिमोरलाइज हुन्छ के मान्छेले धेरै जनाले मलाई डिमोरलाइज गरेर हुन्छ अनि आफै पनि कहिलेकाहीँ सक्सेस नहुँदाखेरि जति आफूले राम्रो हैन एकदमै प्यारो तरिकाले आफ्नो कामहरु एकदम मेहनत तरिकाले एकदमै डेडिकेसन भएर एकदमै समर्पित भएर एकदमै लगनशीलता दिएर हुन्छ नि कमिटमेन्ट गरेर डेडिकेट भएर गर्दाखेरि पनि कहिलेकाहीँ त्यो कामको भ्यालु हुँदैन के त्यो कामलाई त्यस्तो एक्नोलेजमेन्ट कसैले दिदैन अनि त्यसपछि कस्तो डिमोरलाइज फिल डिमोटिभेट फिल हुन्छ बट त्यही पनि आई हैव टु कीप मोटिभेट माइसेल्फ आई हैव टु कीप हुन्छ नि एउटा कन्सिस्टेन्सी दिनुपर्छ भन्ने फिल आउँछ के सो यही नै थियो हैन सो इन्स्पिरेसन मोटिभेसनको बारेमा अलिकति डिफरेन्सेस भनेको यही नै छ त्यही हो मोटिभेसनले तपाईलाई तपाईले के गर्छ भन्दाखेरि तपाईलाई एक्सनमा उतार्नको लागि चाहिँ तपाईलाई फिल्डमा उतार्नको लागि चाहिँ यसले गर्छ साथ दिन्छ के हेल्प गर्छ के सो अब त्यही हो अब मैले अघि भने जस्तै एक्जाम्पल पनि दिइसके अब त्यही हो इन सर्ट अब त्यही हो इन्स्पिरेसन भनेको एउटा स्पार्क हो जुन चाहिँ तपाईको भनौं न जस्तै एउटा लाइटर हामीले बाल्छौं नि लाइटर बालेर एउटा जस्तै मैले आगो बाल्ने हो भने मोटिभेसन भनेको चाहिँ त्यो आगो त्यो झिल्का यस्तो इन्स्पिरेसन भनेको जस्तै मैले एउटा सलाई या एउटा लाइटरले आगो बाले भने मोटिभेसनले चाहिँ के गर्छ नि त्यो आगोलाई अझै त्यहाँ मर्तेल हालेर अझै त्यसलाई ठुलो पार्दिन्छ क्या सो दैट इज अ थिङ सो यो एकदमै नेपाली भाषामा नेपाली लयमा चाहिँ एउटा त्यो तरिकामा चाहिँ मैले तपाईलाई बुझाउन प्रयास गराएको इन्स्पिरेसन र मोटिभेसन र इन्स्पिरेसनको डिफरेन्सेस यही नै थियो यो दुईटामा एउटा मतलब वर्ड सिमिलरिटी छ कतै न कतै मिनिङ सिमिलरिटी छ बट अलिअलि डिफरेन्स चाहिँ छ क्या यो कुरामा मिनिङमा हेर्दाखेरि सुन्दाखेरि उस्तो जस्तो लाग्छ हैन तर अलिकति भए पनि डिफरेन्ट त रहेछ नि हैन सो यही भिडियो यसैको लागि थियो सो होप यु गाइज लाइक दिस भिडियो सो यदि तपाईले मेरो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज गरिदिनु होला अनि तपाईलाई मेरो यो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर पनि गरिदिनु होला सो यो भिडियोमा यति नै सो आई विल सी इन द नेक्स्ट भिडियो सो टिल देन थ्यांक यू गाइज फर वाचिङ भिडियो देन आई विल सी इन द नेक्स्ट भिडियो